के साह्रो अल्छी लागेको घाम पनि फेरि त्यस्तै लागेको छ होइन। त्यहाँदेखि अब यस्तो घाम लागेको छ अनि यस्तोमा हिँड्नु परेको छ। दिन पनि कस्तो बोर लाग्दो क्या, यस्तो हुन्छ नि जति बस्यो भने अल्छी मात्रै लाग्छ, केही गर्न मन लाग्दैन। के भएको जस्तो एकछिन बस्यो भने निदाइन्छ। अहिले 4 बज्यो, 3:30 भयो, गर्मी उत्तिकै छ। गर्मी एक छेउ पनि घटाएन, झन् चर्केको छ घाम चाहिँ। यतातिर झापातिर मात्रै यस्तो हो कि मोरङतिर पनि यस्तै हो, अलिक त चाहिँ थाहा छैन। जे होस् अहिले झापामा म झापामा छु, गर्मी उत्तिकै छ। अन्त त्यो हाइवेको रोडमा त धुलो त कुरै नगरौँ। कहीँ गएर ट्राभल गरेर आयो भने मान्छेको हालत त्यो हुन्छ नि, लुगाभरि सबैतिर धुलै लागेको हुन्छ। त्यस्तै छ, गर्न चाहिँ केही मन लाग्दैन, तर अल्छी चाहिँ ओभर लागिरहेछ क्या।